यो क्वेसन चाहिँ क्लास 11 को भेक्टर च्याप्टरबाट धेरै सोधिने क्वेसन यस्तै टाइपको क्वेसनहरू धेरै सोधिने गरिन्छ र आज मैले यो क्वेसन ल्याएर आएको छु जो एकदमै परीक्षामा कुनै पनि इक्जाममा 11 क्लासको टिचरहरूको फेभरेट क्वेसन हो यो र प्राय यो क्वेसनहरू सोध्ने गरिन्छ र धेरैले यो क्वेसनहरू बिगार्ने गर्दछन् र यो क्वेसनमा मानिलौँ यसलाई हामी मानौँ इस्ट वेस्ट नर्थ साउथ यस्तो छ अरे यो हामीले डिरेक्सन अब यस्तो टाइपको क्वेसनहरू गर्दा चाहिँ हामीले सुरुमा चाहिँ यो इस्ट वेस्ट नर्थ साउथ हामीले छुट्याएर गर्दा नै सजिलो कति के भन्छ सी फलोज 180 मिटर स्ट्रेट 180 मिटर स्ट्रेट वेस्ट यो स्टार्टिङ पोइन्ट इनिसियल पोइन्ट मानौँ यसबाट चाहिँ स्पेलङ्करले चाहिँ 180 मिटर कति 180 मिटर वेस्टतिर गयो अब यो वेस्टतिर आइसकेपछि हैन वेस्टतिर आइसकेपछि यो अब यहाँबाट मानिलिउँ राम्रै देखिन जस्तो छ देखियो हैन ल यो इस्ट वेस्ट सरी इस्ट वेस्ट यो नर्थ अनि यो साउथ हुन्छ अब हाम्रो यो सेकेन्ड केसमा के भन्दा देन 210 मिटर इन अ डिरेक्सन 45 डिग्री इस्ट अफ साउथ यो टर्मलाई हामी बुझ्नु पर्यो यहाँ इस्ट अफ साउथ किन भनेको छ यो इस्ट अफ साउथ भन्नुको मतलब इस्टतिर गयो तर साउथसँग त्यसले चाहिँ 45 डिग्री बनायो भन्नु खोज्यो अब यसपछि चाहिँ उनी चाहिँ इस्टतिर गइन् कता इस्टतिर गइन् हैन तर साउथ यो हो नि त हाम्रो साउथ तर साउथतिर तिनले चाहिँ कति डिग्रीको एंगल 45 डिग्रीको यहाँ एंगल बनाएर इस्टतिर गइन् यो इस्ट अफ साउथ भनेपछि 45 डिग्री साउथसँग एंगल बनाउने अनि इस्टतिर जाने भन्न खोजेको हो यो ल अनि इस्टतिर चाहिँ गइन् अब इस्टतिर चाहिँ कति मिटर 210 मिटर टुवर्ड्स इस्ट बाई मेकिङ 45 डिग्री एंगल विथ साउथ हैन अब यो इस्ट हो नर्थमा 30 डिग्री नर्थसँग 30 डिग्री अनि इस्टतिर जानु पर्यो हेर्नु सक्नुहुन्छ तपाईले 280 मिटर 30 डिग्री इस्ट अफ नर्थ 280 मिटर making 30 degree with north then she goes towards east 280 मिटर नाउ अब हामीले के गर्ने यहाँ 180 मिटर भन्नुपर्दा 180 मिटर यता छ हैन सुरुमा त्यसपछि 210 मिटर हिँडिन् 180 भन्दा 210 बढी नै हुन्छ हैन त्यही भएर देखाएको मैले बढी त्यसपछि यता आएर चाहिँ त्यसलाई 280 मिटर हिँडिन् 280 मिटर हिँड्दा चाहिँ यो 210 भन्दा पनि बढी हो 180 भन्दा पनि बढी हो त्यसैले मैले अलि लामो गरेर यहाँसम्म पुगाइदिएको अब उनी यहाँ छिन् हैन अब यहाँ पनि हामीले बनाइहालौँ यस्तो इस्ट वेस्ट एन्ड नर्थ एन्ड साउथ अब यसपछि त हामीलाई के भन्छ फाइन्ड हरसेल्फ ब्याक where she started find the magnitude and direction of fourth displacement अब उनी चाहिँ फेरि आफ्नो इनिशियल पोइन्टमै आइन् के तिनी लास्टमा कहाँ इनिशियल पोइन्टमै आइन् तिनी भनेपछि उनको डिस्प्लेसमेन्ट चाहिँ जेरो हुन्छ ओभरअल उनको डिस्प्लेसमेन्ट जेरो हुन्छ तर यिनको चाहिँ म्याग्निट्युड तिनले कति डिस्टेन्स पार गर्ने डिस्टेन्स चाहिँ तिनको चाहिँ फरक हुने भयो तर तिनको डिस्प्लेसमेन्ट चाहिँ सेम हुने हो किनकि डिस्प्लेसमेन्ट भनेको भेक्टर ओभरअल हेर्दा तिम्रो भेक्टर चाहिँ हाम्रो भेक्टर चाहिँ जेरो हुने भयो भेक्टरमा चाहिँ भेक्टरलाई हामीले यदि रिप्रेजेन्ट गरेका छौँ भने त्यो जेरो हुन्छ तर हामीलाई म्याग्निट्युड एन्ड डिरेक्सन अफ द फोर्थ डिस्प्लेसमेन्टको यसको चाहिँ डिरेक्सन पत्ता लगाउनु छ हामीलाई अब यो फोर्थ डिस्प्लेसमेन्टको डिरेक्सनको लागि चाहिँ हैन यो फोर्थ डिस्प्लेसमेन्टको हामीलाई चाहिँ म्याग्निट्युड र डिरेक्सन चाहिएको छ त्यसको लागि चाहिँ हामीले मैले के गरेँ हेर्नुहोस् यो फोर्थ डिस्प्लेसमेन्टको लागि डिरेक्सन निकाल्नको लागि हामीलाई यो थीटाले हाम्रो डिरेक्सन निकाल्छ अब हाम्रो हेर्नु यो दुईटा प्यारलल लाइनलाई हैन कुनै पनि एउटा लाइनलाई काट्दा चाहिँ यो एंगल र यो एंगल इक्वल हुन्छ हामीलाई थाहा छ हैन त्यस्तै अब हामीले यस्तो क्वेसनमा जहिले नि के ख्याल गर्नुपर्छ भनेपछि हामीले एंगल लिँदैछ भने त्यो एक्स एक्सिसलाई हैन क्लकवाइज घुमाउने कि एन्टी क्लकवाइज हामीले घुमाउनु पर्यो हैन एक्स एक्सिसदेखि एन्टी क्लकवाइज पुरै घुमाउनु पर्यो यसरी यता पनि हेर्न सक्नुहुन्छ तपाईलाई योसँग यो लाइनको तपाईले एंगल निकाल्न छ भने तपाईले नर्थ यहाँदेखि यहाँसम्मको मात्र लिने हैन कि यतादेखि सबै लिने हो यहाँसम्मको बुझ्नुभयो स्टार्टिङ पोइन्ट अथवा तपाईको भन्नुहुन्छ स्टार्टिङ एंगल कतादेखि बनेको छ त्यसको पुरै लिनु पर्यो भन्नुको मतलब यो एक्स एक्सिसदेखि तपाईले पुरै यहाँसम्मको लिनु पर्यो यतासम्मको लिनु पर्यो अब यता पनि हेर्न सक्नुहुन्छ तपाईले यो एक्स एक्सिसबाट अनि हामीले लगेको एंगल यो थीटा त्यसकोमा
तीनवटा थीटा ड्यास ड्यास ड्यास, यो थीटा ड्यास ड्यास, यो थीटाले चाहिँ यो डिस्प्लेसमेन्टको डिरेक्सन दिन्छ। अब हामीले क्वेसन सोल्भ गर्दै जाँदा के थाहा पाउनुपर्छ अर्को कुरा, ल सोल्भ गरौँ है। सोल्युसन अब गिभन कन्डिसन्स आर लेखौँ, गिभन कन्डिसन्स होइन आर, गिभन कन्डिसन्स आर। अब मानिहालौँ यसलाई हामी ए भेक्टर मानौँ, यसलाई हामी बी भेक्टर मानौँ है, अनि यसलाई हामी सी भेक्टर मानौँ, यसलाई हामी डी भेक्टर मानौँ। अब म्याग्निट्युड अफ ए भेक्टर इक्वल्स टु 180 मिटर चाहिँ हामीलाई थाहा छ है, यो हामीलाई थाहा छ। अब म्याग्निट्युड अफ बी भेक्टर इक्वल्स टु 210 मिटर, यो हामीलाई थाहा छ। यो भनेपछि के हो, अलोङ वेस्ट, यो भनेको अलोङ इस्ट अफ वेस्ट इस्ट अफ साउथ होइन, इस्ट अफ साउथ हो, यो इस्टतिर गएको छ बी भेक्टर कि, यो बी भेक्टर चाहिँ इस्टतिर गएको छ होइन, बी भेक्टर चाहिँ इस्ट यता छ, इस्टतिर गएको छ, तर साउथसँग चाहिँ 45 डिग्री एङ्गल बनाएर गएको छ, त्यही भन्न खोजेँ अलोङ इस्ट अफ साउथ बाई मेकिङ 45 डिग्री एङ्गल। त्यस्तै अब सी भेक्टरको म्याग्निट्युड तपाईँले हामीलाई दिएकै छ, यहाँ कति छ 280 मिटर। त्यस्तै अब डी भेक्टरको म्याग्निट्युड हामीलाई अब कति दिएको छ भनेर हामीलाई त दिएको त छैन, तर हामीलाई निकाल्नु पर्नेछ हो, यता हामीलाई निकाल्नु पर्छ, म्याग्निट्युड निकाल्नु पर्यो, अनि त्यसपछि डिरेक्सन थीटा इक्वल्स टु वाट, हामीले थीटा पनि निकाल्नु पर्यो। यो थीटा ड्यास, यो थीटा ड्यास मतलब 180, थीटा ड्यास भनेको यो ए भेक्टरको चाहिँ डिरेक्सन तपाईँ लिन सक्नुभयो, इनिसियल पोइन्ट यहाँ भयो होइन। तपाईँ थीटा ड्यास भनेको तपाईँको यहाँ एक्स एक्सिसदेखि लिँदा तपाईँले 180 इक्वल्स टु 180 डिग्री होइन, थीटा ड्यास भनेको चाहिँ 180, यहाँदेखि हेर्नुहोस् तपाईँले यहाँसम्म लिनुभयो। अब थीटा डबल ड्यास इक्वल्स टु तपाईँको 270 डिग्री म भन्छु प्लस 45 डिग्री इक्वल्स टु 315 डिग्री हुने भयो, हेर्नुहोस्। अब थीटा डबल ड्यासको चाहिँ मैले के भने स्टार्टिङ पोइन्ट हाम्रो एक्स एक्सिसदेखि लिनु पर्यो यहाँसम्म होइन, यो भनेको कति हो हेर्नुहोस् तपाईँले, यो यति चाहिँ 180 भयो, 180 प्लस यो 90 होइन, यो 90 हो, परपेन्डिकुलर छ एघारकामा 90 भयो, 180 प्लस 90 270 प्लस 45 315 भयो। त्यस्तै थीटा ट्रिपल ड्यास इक्वल्स टु 90 डिग्री माइनस होइन, 90 डिग्री माइनस 30 डिग्री इक्वल्स टु 60 डिग्री। कसरी भन्नुहुन्छ हेर्नुहोस्, थीटा ट्रिपल ड्यासको लागि चाहिँ एक्स एक्सिसदेखि लिनु पर्यो एङ्गल, लिँदाखेरि चाहिँ हेर्नुहोस् यो ओभरअल यो 90 डिग्री हो परपेन्डिकुलर, यो नर्थ र यो इस्ट परपेन्डिकुलर छ एघारकामा, र यो नर्थ र इस्ट परपेन्डिकुलर छ भनेपछि 90 डिग्री भयो, 90 डिग्री माइनस यो जो हाम्रो यो इस्टमा गइरहेको लाइनले नर्थसँग बनाएको जो एङ्गल छ 30। अब हामीले चाहिँ एक्स एक्सिसलाई मानेर त्यसको चाहिँ हामीले एक्स एक्सिसमा चाहिँ हामीले होइन डिस्प्लेसमेन्ट निकाल्दैछौँ, एक्स एक्सिसमा त्यसले कति डिस्प्लेसमेन्ट पार गर्छ है। अब त्यसको लागि एएक्स इक्वल्स टु हामीलाई के थाहा छ, हामीलाई एएक्स अथवा भेक्टर हामीलाई भेक्टरलाई एक्स एक्सिसमा मान्यौँ भने होइन, त्यो भेक्टरको जस्तै ए कस 180 होइन। अब एएक्स इक्वल्स टु 180 कस 180 डिग्री, यो 180 भनेपछि हाम्रो डिस्टेन्स है, त्यसको हेर्न सक्नुहुन्छ यो एबाट चाहिँ 180 अनि कस थीटा भनेपछि हाम्रो 180 दुइटै है, हामीले यो लेख्न सक्यौँ। अब हामी बिएक्स इक्वल्स टु 210 है, यो भनेपछि बी भेक्टरको डिस्प्लेसमेन्ट है, त्यो बी भेक्टरको अथवा हामी भनौँ त्यसले कभर गरेको डिस्टेन्स 210 कस 315 डिग्री है। यो दुइटै माथि यो दुइटै यसबाट चाहिँ आउँछ, हाम्रो क्यालकुलेटरमा सोल्भ गर्नु होला, गर्दा चाहिँ 180 डिग्री 180 मिटर। अब यो तलको सोल्भ गर्दा चाहिँ यसमा चाहिँ 149 मिटर र सिएक्स इक्वल्स टु 280
cos 60 degree equals to 140 मिटर आउँछ। अब तपाईँले के थाहा पाउन सक्नुहुन्छ भने एउटा चिज एउटा भनौँ एउटा ट्रिक जतातिर कस छ होइन कस थिटातिर बस। सपोज हामीले रिजोल्युसन अफ भेक्टर त्यसमा चाहिँ हामीले यस्तो थिटा थियो भनेपछि थिटा भएको साइडतिर यसलाई हामीले कस मान्थ्यौँ कस थिटा होइन यसलाई हामीले साइन थिटा मान्थ्यौँ होइन यस्तो त हुन्थ्यो। अनि जता थिटा छ जतातिर थिटा थिटा कस यो कस छ नि कस थिटातिर बस थिटाको जहाँ साइड जता आउँछ त्यतातिर कस हुने भयो। अब यो जस्तै अब भेक्टर ए छ भने जस्तै भेक्टर एफ छ भनेपछि एफ कस यो भेक्टर एफ छ भने एफ कस थिटा हुने भयो के। त्यस्तै माथि यसमा चाहिँ एफ साइन थिटा हुने भयो के। हो त्यही गर्न खोजेको मैले यो एफ कस थिटा गरेर चाहिँ हामीले यहाँ होइन यो चाहिँ एक्स एक्सिसतिरको हामीले रिजोल्युसन निकाल्न खोजेको त्यो भेक्टरको है। अब हामीले चाहिँ निकाल्यौँ एक्स एक्सिसलाई मानेर हामीले निकाल्यौँ रिजोल्युसन। अब यसको टोटल रिजल्टेन्ट एक्स एक्सिसतिरको रिजल्टेन्ट कति हुन्छ सबैलाई जोड्दा यिनीहरूको चाहिँ यो भेक्टर जस्तै भेक्टर ए को चाहिँ रिजोल्युसन गर्दा भेक्टर ए को यसलाई रिजोल्युसन गर्दा एक्स एक्सिसमा यति मिटर आउने भयो बीलाई यति सीलाई यति र यो सबै यो तिनटै भेक्टरको तिनटै एक्स एक्सिसमा भएको भेक्टरको रिजल्टेन्ट निकाल्दाखेरि चाहिँ अब यो आरएक्स भनेको रिजल्टेन्ट एक्स एक्सिसमा रिजल्टेन्ट तिनवटै भेक्टरको यो एएक्स प्लस बीएक्स प्लस सीएक्स सबै भेक्टरलाई जोड्नु पर्यो। जोड्दा -80 मीटर प्लस 149 प्लस 140 इक्वल्स टु 109 मिटर आउने भयो ओभरअल होइन। त्यस्तै अगेन अब डिस्प्लेसमेन्ट along y एक्सिस होइन। अब ay इक्वल्स टु म डाइरेक्ट लेखिदिरहेको छु 180 साइन 180 डिग्री इक्वल्स टु 0 साइन 180 को भ्यालु 0 हुन्छ। अनि 0ले जति पनि नम्बरलाई मल्टिप्लाई गर्दा 0 नै हुने भयो। by इक्वल्स टु 210 साइन 315 डिग्री इक्वल्स टु -149 मिटर। तपाईँहरू क्यालकुलेटरमा गर्नु होला धैर्यतापूर्वक मैले चाहिँ छिटो गरिदिइरहेको छु। 180 साइन 60 डिग्री इक्वल्स टु 243 मिटर। नाउ अब यसको रिजल्टेन्ट आरवाई इक्वल्स टु एवाई प्लस बीवाई प्लस सीवाई इक्वल्स टु होइन 0 माइनस 149 प्लस 243 इक्वल्स टु कति हुनु भयो हाम्रो 94 मिटर। सरी नदेखेको रहेछ ल। एवाई प्लस बीवाई प्लस सीवाई इक्वल्स टु 0 माइनस 49 प्लस 243 इक्वल्स टु 94 मिटर हाम्रो रिजल्टेन्ट आयो एक्स एक्सिसमा। नाउ अब रिजल्टेन्ट डिस्टेन्स होइन रिजल्टेन्ट डिस्टेन्स निकालौँ। अब रिजल्टेन्ट डिस्टेन्स निकाल्नलाई चाहिँ आरएक्स स्क्वायर प्लस आरवाई स्क्वायर होइन। अब सबै हामीले भेक्टरको एक्स एक्सिस र वाइ एक्सिसको छुट्टै गरेर हामीले त्यो निकाल्यौँ। त्यसको सुरुमा रिजोल्युसन गऱ्यौँ। रिजोल्युसनबाट चाहिँ जस्तै ए भेक्टरको रिजोल्युसन गऱ्यौँ है। रिजोल्युसन गर्दा ए भेक्टर एक्स एक्सिसमा त्यही ए भेक्टरलाई वाइ एक्सिसमा रिजोल्युसन गऱ्यौँ। तिनीहरूको म्याग्निट्युड यति आयो। अब त्यस्तै अब त्यो आएको जस्तै अब एक्स एक्सिसबाट आएको रिजोल्युसन गरेर आएको भेक्टरहरूलाई हामीले रिजल्टेन्ट गरायौँ। त्यस्तै वाइ एक्सिसबाट आएको रिजोल्युसन गरेर आएका हामीले भेक्टरहरूलाई अथवा तिनीहरूको हामीले रिजोल्युसन गरायौँ के अरे रिजल्टेन्ट निकाल्यौँ। अब त्यस्तै अब यो दुईटै रिजल्टेन्टलाई
जोड्दा र त्यसको अन्डर रुट गर्दा चाहिँ यो ओभरअल भेक्टरको चाहिँ रिजल्टेन्ट आउँछ, जुन एक्स एक्सिस र वाइ एक्सिसलाई हामीले फरक फरक छुट्टा छुट्टै राखेर गऱ्यौँ। अब यसको आउने भयो आरएक्स भनेपछि हाम्रो कति छ 109 को स्क्वायर प्लस 94 को स्क्वायर गर्दा हाम्रो आउँछ, क्यालकुलेटरमा गर्नुहोस् तपाईँहरू, समथिङ आउँछ र यहाँ आउँछ हाम्रो 143.93 मिटर होइन, यसरी आउँछ होइन। अब हामीलाई निकाल्नुपर्ने छ डिरेक्सनको लागि चाहिँ टेन थीटा इक्वल्स टु होइन यसले रिजल्ट आउँछ टेन थीटा होइन, यो डिरेक्सन जनाउँछ यसले यो र यो भनेपछि बराबर हुने भयो। प्यारल लाइनमा चाहिँ यता र यता कटेको छ दुईटा एङ्गल भनेपछि यो दुईटा एङ्गल बराबर हुन्छ। अब टेन थीटा यो स्ट्रेट जान टेन थीटा, अब हेर्नु टेन थीटा बराबर आरवाई बाई आरएक्स होइन, वाइ एक्सिसमा भएको रिजल्टेन्ट र एक्स एक्सिसमा भएको रिजल्टेन्टको रेसियो। अब थीटा इक्वल्स टु 10 इन्भर्स आरवाईको भ्यालु हाम्रो कति छ 94/10⁹, विच इज थीटा इक्वल्स टु 40.8 डिग्री होइन हो। यसरी हामीले निकाल्न सक्छौँ। र भिडियो मन परे लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु हुन नबिर्सिनु होला।